साँचो कुरा सुन्न तयार हुनुहुन्छ? युएईमा धेरैजनाको फ्युचर डब्लुपिएसकै कारणले बिग्रिरहेको छ। हो, कडा लाग्न सक्छ, तर रियालिटी यही नै हो। धेरैजनाले यहाँ काम गरिराख्नु भएको छ, तर डब्लुपिएस वेज प्रोटेक्सन सिस्टमबाट स्यालेरी आएको छ कि छैन भन्ने चेक नै गर्नुहुन्न। कम्पनीले क्यासमा दिएर वा इरेगुलर स्यालेरी ट्रान्सफर गरेर काम चलाइरहेको छ भने अफिसियल स्यालेरी रेकर्ड सिस्टममा देखिँदैन। पछि लेबर चेन्ज गर्नु परेमा अप्रुभल आउन अड्किन सक्छ। स्यालेरी प्रुफ देखाउनुस् भन्यो भने ब्याङ्क स्टेटमेन्टमा क्लियर रेकर्ड हुँदैन। लोन अप्लाई गर्दा, फ्यामिली भिजा स्पोन्सर गर्दा वा कन्ट्री बाहिर जाँदाखेरि इन्कम शो गर्नु परेमा समस्या हुन सक्छ। त्यति बेला रियलाइज हुन्छ, तर ढिलो भइसकेको हुन्छ। कन्ट्र्याक्टमा जे स्यालेरी लेखिएको छ त्यही अमाउन्ट ब्याङ्कमा डब्लुपिएस मार्फत आएको छ कि छैन भेरिफाई गर्नुहोस्। मन्थ टु मन्थ चेक गर्नुहोस्। मिसम्याच छ भने तपाईँको एचआर या फिर पिआरओसँग तुरुन्तै कुरा गर्नुहोस्। युएईमा बस्दा इमोसनल होइन, स्मार्ट हुनुपर्छ। पेपरमा क्लियर छैन भने फ्युचर रिस्कमा हुन्छ। यो कुरा इग्नोर नगर्नुहोस्। नो रेकर्ड नो प्रुफ। यो जानकारी सेभ गर्नुहोस् र राम्रो लागेमा अरूलाई सेयर पनि गर्नुहोस्। धन्यवाद।